तर यो दफा भजन समूहले आफैले सङ्गठित भएर आफै सक्रिय भएर यसलाई यति माथिल्लो स्तरसम्म पुर्याइसक्नु भएको छ कि नेपाल सरकारले यसलाई अघि मैले भनेको जस्तो दुईटा काम गर्नु छ, एउटा अभिलेखीकरण, एउटा सूचीकरण र एउटा अडियो भिडियो र यसलाई लिपिबद्ध गरेको कुरालाई सरकारले सरकारको सहयोगमा सरकारको सहकार्यमा एउटा तयार गर्नु छ भने विश्व सम्पदा सूचीमा युनेस्को को रिप्रेजेन्टेटिभ लिस्टमा प्रतिनिधिमूलक सूचीमा र बेस्ट प्र्याक्टिसको रूपमा युनेस्कोलाई लैजानुपर्ने एउटा सरकारको दायित्व पनि तपाईँले थपिदिनु भएको छ। सरकारभन्दा एक कदम अगाडि बढेर आफ्नो अभ्यास आफै गरेर निकै जागरुकताका साथ यहाँसम्म लैजानु भएकोमा तपाईँलाई म धन्यवाद दिन चाहन्छु। के अरे नेपाल राष्ट्रलाई नै उपहारको रूपमा आफूले गरेको संस्कृतिको अभ्यास सरकारको सहयोग बिना, सरकारको आर्थिक सहयोग बिना अहिलेसम्म सरकारले कुनै पनि रूपमा प्रत्यक्ष रूपमा आर्थिक रूपले सहयोग गरेको छैन। भौतिक रूपले अरू कुनै रूपले हामी कुनै ठाउँमा उपस्थिति भएर नैतिक रूपले सहयोगमा हामी उपस्थित छौँ, तर आर्थिक रूपले सरकारले कुनै पनि सहयोग नगरेको अवस्थामा एउटा राष्ट्रलाई नै उपहार दिएर जुन एउटा गुण लाउनु भएको छ, विविधतामा एकता, नेपाली संस्कृतिको विशेषता भन्नेलाई एउटा आर्केस्ट्राको माध्यमबाट, नेपाल मण्डल सिम्फोनी आर्केस्ट्राको प्रस्तुतिबाट जुन एउटा समग्र नेपाली समाजलाई गुण लाउनु भएको छ, त्यसको लागि यहाँलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु। र यो पुस्तान्तरण पनि होस्, हस्तान्तरण पनि होस्, पहिचान पनि कायम होस् र नेपाल सरकार यसमा सहकार्य गरेर अभिलेखीकरण गर्न, यसका दस्तावेजहरू प्रस्तुत गर्न र युनेस्कोमा लैजाने प्रतिनिधिमूलक सूची रिप्रेजेन्टेटिभ लिस्टमा यो दाफा भजनको प्रस्तुतिलाई नेपाल सरकारको तर्फबाट संयुक्त राष्ट्रको युनेस्को सूचीमा सूचीकृत गर्न पनि नेपाल सरकार तयार छ, सहकार्य गर्न तयार छ। तपाईँको जागरुकताको लागि पुनः एकचोटि म धन्यवाद दिँदै म आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु र तपाईँलाई पुनः एकचोटि यति असल कार्य गर्नु भएकोमा नेपाल राष्ट्रलाई एउटा नेपाल मण्डल सिम्फोनी आर्केस्ट्राको एउटा उपहार दिएर विविधतामा एकता कायम गर्न मद्दत गर्नुभएकोमा पुनः आयोजकलाई धन्यवाद दिँदै मेरो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद।